Good morning. I'm going to my home almost. अझैखेर चाहिँ 6:30 मिनट इसकेको अब चाहिँ घर लागेको सेवन घर कस्तो देखेको मेरो अनुहार त यस्तो त नहुनु भन्ने हो जस्तो लाग्छ बाई बाई यो वेदर स्पेसली अनि यो भिडियो चाहिँ मेरो बहिनीलाई नाउ सी इज इन झापामा न्यानो खाएर बसिरहेछ होइन यो हाम्रो ओखलढुङ्गाबाट मेरो बहिनीलाई कोसेली एन्ड आई एम अलराइट होम र लास्टै टाउको दुख्यो मलाई गाडीमा के भएर सधैँ भन्दा धेरै टाउको दुख्यो आज त्यहाँदेखि यहाँ आउँदा पनि घर आइपुगेको थियो कि तर फेरि पनि यो त वास गर्न लानुपर्ने भइसकेको छ त कन्डिसन मम्मी 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 इज नट एट होम आई अराइभ टु होम अल्सो म घर आइपुगेँ कि तर मेरो मम चाहिँ घरमा हुनुहुन्न रहेछ सो रुमको हालत चाहिँ यस्तो छ होइन नो मम चाहिँ कता जानुभयो खाना चाहिँ पकाइराख्नु पर्दैछ बट सब्जी पकाएको छैन लेट्स वेट टु मम while waiting for mom म चाहिँ अब यो मेरो रुमको अलिकति ऱ्यापअप गर्नु पऱ्यो कि यो कालो ज्याकेटमा यस्तो सेतो लागेछ क्या मेरो अब यो राखेर यसरी ह्याङ गरेर राखेको ठाउँमा है अनि धोएर राखेको कपडाहरू चाहिँ यसरी ढुसी आएपछि सो के हो यस्तो यो यहाँ मेरो हेलमेटहरू छ कि यो हेलमेट पनि सेम त्यही भइरहेछ लुक एट दिस ओ माय गॉड पुरै सेतो लागेछ म तपाईँलाई यहाँदेखि एउटा भ्यू देखाउँछु ल मेरो रुमदेखि होइन लुक एट दिस यहाँबाट चाहिँ यस्तो देखिन्छ त्यो हाम्रो पालिका हो पुरै धुम्मेको छ जस्तो लागेर हाम्रोमा एकदमै शीतल छ ल यति चाहिँ हेर्न बनाउने मैले बनाएँ कि मेरो रुमलाई हेर्सेट तर अझै पनि कतिहरू यो गर्नु बाँकी छ यो फोहोर लगेर फाल्नु छ किनभने यसमा पढ्नु अनि मम्मी आइसक्नु भएछ म चाहिँ तल जानु पर्यो भोक लागेको छ अलिअलि होइन मेरो रुमको सबैभन्दा बेस्ट थिङ अनि यो मैले नै किनेको पनि हो त्यही भएर पनि बट साँच्चै राम्रो छ यो ऐना है इट्स सो बिकज मलाई चाहिँ रुममा ठुलो ऐना भएको मनपर्छ कि बट अब सबै ठाउँमा सधैँ पोसिबल हुँदैन रहेछ द्याट इज द थिङ अहिले त 0.5 पनि मेरो क्यामेरा राम्रो देखेछ त आई थिङ्क लाइटिङले पनि म्याटर गर्छ कि हो अहिले त राम्रो देखेछ त नि बिहाको त के साह्रो लास्टै धुस्रेर फुस्रे देखिन्छ त होइन अहिले पनि लाइटिङै रहेछ त होइन र ठिकै छ त यहाँ तलको लाइटिङ पर्दो रहेछ सो मेनी फ्लावर मासु पकाउनु अनि मैले मुन्टै खुवाउनु अरे घरैबाट कुखुरा काटेर खाने कुन चाहिँ कुखुरा घरको अहिले जस्तो मासु खाउँ खाउँ भएको थियो सिकुटी छैन पुरानो सिकुटी छ त्यो त हुँदैन म त्यो ढुसी आएको छ त्यो पुरानो पनि धेरै पुरानो भयो मुन्टासँग खाना खाने अरे
अनि यहाँ पनि छ त मम्मी मुन्टा अनि कत्रो ल्याउनु भएको त ए अँधेर हुन्छ नि त यहाँ चाहिँ मम्मीको मिनी पसल छ कि के खानेकुरा खाँदा हुन्थ्यो कि मैले खान्थेँ केही पनि केही छैन रहेछ एउटा टुरेर खानु साह्रो होइन कस्तो खालको कोला हो यो आउँदैन त यहाँ त छैन छँदा त छैन रहेछ यी एउटा मात्रै छ रहेछ यो हल्लाउनु त केही हुँदैन तर फुलै छैन रहेछ त सिलै त्यत्रो ताप्ले जुङदेखि ल्याएको फुल छैन त्यो एउटा छ होइन मैले थुप्रो थुप्रो प्रकारको थियो नि त त्यो यो रेड छ होइन यस्तो पिङ्क कलरको थियो एउटा रेड मात्रै मजाले बाँचेको देख्यो मम्मी पनि साह्रै बिजी हुनुभएर के यस्तो भइरहेछ अहिले आज पनि तर नट ब्याड कि त्यही पनि सबै पानी परेर चिप्लो भएर खोर्सानी टिप्नु भनिरहेको कि तर खतरा पल्टेको छ है वा तर कति धेरै भुइँमा खसेको है वा है ए बोटमा जाँदा के भुइँमा नि छ त खोर्सानीको यति भए पुग्छ होला काँक्रा छ कि छैन हौ मम्मी कुन चाहिँ काँक्रा टिप्नु कहाँ छ ए सेतो रहेछ कि तर यस्तो यति लाउँछ हौ यस्तो यस्तोहरूले चाहिँ बोटै आयो क्या तर के खालको अनुहार छ यो रिसाइगएको खालको बाजेहरूको घर नजिकै पर्दो रहेछ नि त त्यो माने बाजे माने बाजे नै बिर्दाले काकाको चाहिँ सँगै पर्दो रहेछ त्यो बजारमा के अनि माने काकाको चाहिँ अलिक 15-20 मिनट लाग्दो रहेछ त्यसो भए त अब आएर यहाँ त्यहाँ जाने हुन्छ नि त होइन मिल्दैन त्यही भएर अब त्यो चोकेपछि मात्रै आउँदै काम होइन सबै सक्न पाओस् न होइन आएपछि अब म चाहिँ बाइक धुन गएको कि एकछिन माथि ग्राउन्डमा लगेर अलिकति प्र्याक्टिस पनि गर्नु पऱ्यो अघि यहाँनिर निकाल्ने भन्छ नि भनेदेखि म लडेँ पनि कि एकचोटि साइलेन्सर के बिना तत्तिएको यार आगै बोलेछ कि क्या हो यहाँनिर चाहिँ ओ गुडनेस के यो 1 डियरमा चलाएर किन यति साह्रो वाउ यार सो डेन्जर हाम्रो मम्मीको व्यापार हेरौँ यहाँनिर कहाँ छ नम्बर सबैभन्दा धेरै यहाँ रहेछ 6% अरे यो 6 हुनुपर्छ अरे क्या यो 5 छ भयो भने चाहिँ के हुन्छ अरे यो चाहिँ राम्रो रे 5% चाहिँ नराम्रो रे कसले भने यो ड्यु यो चाहिँ राम्रो कान्छाहरू कोले भनेको सबैले यो हेरेर किन्दो रहेछन् क्या
यो छाउनु पर्छ अरे डुको सबैभन्दा धेरै बिक्छ अरे हाम्रो मम्मीको पसलमा यो कति झार्नु भएको रे मम्मी 3 कार्टन 3 कार्टन सक्यो ए तल फेरि त्यही मान्छेलाई झारी माग्नु नि यहाँ चाडा रहेछ त उतापट्टि सक्यो उता त छैन र यो खिरमा त लास्टै भिडियो भयो 50 ले यो कालो बिग्यो कि यसपालि चाहिँ कालो नहालिले आज हाम्रो मम्मीले कुखुरा काटेर खुवाउने रे क्या नि हाम्रो कुखुरा चाहिँ यहाँ बस्दो रहेछ ऊ अनि मम्मीले कुखुरा पक्रेर परबाट ल्याएको भालेको नुस्तो पर पोटी फुटेर उड्नु गयो अर्को पोटी कता उड्यो कहाँ पक्रि मरेको जुत्ता तिरको खै सरी कि यही हो काट्ने आजको खाम्सी बिस्तारै जानु बिस्तारै छोपेर राख्नु त्यो अङ्कल बोलाएर खान्छ भने गरिहाल्नु सरी बट नट सरी म चाहिँ यो जिरा पिस्दैछु कि तर यो साह्रो यसमा चाहिँ अलिक गाह्रो हुने लसुन छ यक्का के बामुख हुन्छ ठिकै पर आउने ठिकै रोकी त फेरि बर्खा भएर बर्खा केही हुनु पर्ने झारै जान्नु गजब कार्तिक मङ्सिर अलिक मोटो हुन्छ पिरो हुन्छौँ क्या झारमा झारबामै तर चारमा बोम कहाँ बर्खाले गर्दा त्यो अघि माथि उयोमा पो माथि बेतनीमा त्यो मान्छे सायद उयो पनि आगो किन निकाल्नु भएको अनि तपाईँले अस्ति पनि ननिकाल्नु भएर मैले सोद्धाखेरि पहिला भनेन भन्नु आज त निकाल्नुहुन्छ होइन उमा घरमा त्यही त होइन पकाएपछि त सबैले खाने हो नि त निकाल्दा त खास यहाँ बार्गेनिङ चाहिँ के हो भने मासु भुटेको मम्मीले निकाल्नु भएन छ कि अनि अब अस्ति त्यो अघिल्लो छुट्टीमा आउँदाखेरि घरमा बनाउँदाखेरि भुटेको निकाल्नु भएको थियो त्यतिखेर मैले भनिनँ नि आफै निकाल्नु भएको नि अनि आज निकाल्नु छैन त अघि झोल छर्लङ्ग मैले रुगेको काम लागेन त्यसैको लागि म त चाहिँ रुकेको होइन हौ मम्मी होइन मैले चाहिँ त्यसै भने म यहाँ बस्दा काम भएन अनि सोध्नु पनि भएन म त अनि पाक्दैछ होला नि त मोबाइल चलाउँदै बसेको नि है यो पटक पनि भुटेको मासु खानु पाइएन हुन्छ बिकज खुट्टा चाहिँ मलाई मेरो लागि होइन जस्तो लाग्छ कसको लागि त्यो केक त होइन त्यो हड्डी र छाला चुस्नु र म चाहिँ के हो र हाल्नु नहाल्नु हो यो किन
त्यो अघि मेरो जुठामा पऱ्यो अघि खुट्टा मैले त्यहाँ हालेँ नि त अनि जुन हाल्दा नि भइहाल्छ त नि जुन भयो भने के तर मैले खुट्टा यहाँ हालेँ नि त लागि इट्स ओके अनि मैले त्यो त्यो चाहिँ पाक्छन् त मेरो कुन भनेर होइन सोधेको छुइनँ किन मेरो त्यो भनेर सोधेकै छुइनँ मैले चाहिँ भनेको ओके ल मेरो त्यो हो ल अब चाहिँ हामी चाहिँ खाना खाने हो तर मेरो क्यामेराको हालत यस्तो छ कि 17 प्रो म्याक्स मलाई कसैले गिफ्ट दिनु नि हुन त बर्थडे पनि गइसक्यो मासु खुवाइ चाहिँ उहाँको जस्तो हुनुपर्छ मैले 2 चोटि खान्थेँ भने मम्मी यतिखेरसम्म तर हड्डी केही पनि बाँकी राखेन त मम्मी भएको मिठो भएको थियो दुईवटा खुट्टा एउटा पखेटा दुइटै आफ्नै भएको अनि नखाएपछि अनि खानु परेन तिमी नखाने मैले खाने भोलि पनि अनि एउटा त भोलि राखेर खानुभएको पनि थियो नि त ए भोलि त्यो अझै के तेरो मासु यहाँ ल्याएर मेरो त यहाँ आधा यहीँ छ तेरो भन्दा यहाँ धेरसम्म गर्नै पर्छ अरूको आएर सबै त्यस्तो गरिदिनु छिटो दुध फोहोरलाई त छिटो दुध त गर्ने हो नि कस्तो अर्कै भन्नु चाहिँ कस्तो फोहोर भएपछि त फोहोर भएकै हो नि त त्यसो भनेर हुँदैन क्या गाउँघरमा मिलिजुली बस्नु धेरै कुराहरूले हो भन्नु त त्यसलाई पनि आयो नहुने कतितिर सर बस्नुपर्ने हुन्छ त्यहाँ आजको खाम चाहिँ स्पेसल प्लास्टिक पोकामा छ हिजो राम्रो देखेर ढेर ल्याएँ मैले के भन्नु ए मुन्टा कहाँबाट ल्याउनु भयो हिजोकै क्या के यस्तो गरेँ प्लास्टिक सो मैले चाहिँ आज मेरो वर्कआउट सेसन सकिसकेँ वर्कआउट फर लेग्स आज चाहिँ लेग वर्कआउट गरेँ कि मैले अनि मसँग अहिले यो डम्बेल छ यसको जोडी चाहिँ मैले माथि लगेको छु कि अनि यो चाहिँ मैले घर आउँदा गर्ने भनेर यहीँ छोडेको एन्ड आई सजेस्ट टु अल दि गर्ल्स बोइजहरूले पनि गर्नुहोस् तर प्रायः बोइजहरूले गर्नुहुन्छ गर्ल्सले चाहिँ हामी गर्दैनौँ नि त वुडन्ट गिभ एज मच एज इम्पोर्टेन्ट हामी धेरै चाहिँ एक्सर्साइजलाई नि अरू कुरा जति स्पेसली वुमेन ओके वुडन्ट प्रायोरिटाइज बट इट इज as important as other stuff like food, like career, because if you have good health, everything you can achieve. If not, फेरि कस्तो हुन्छ नि स्लोली वर्कआउट चाहिँ कतिलाई लाग्छ कि फिट हुनको लागि टु मेक योर बडी टोन अर स्लिम त्यति मात्रै होइन है मैले एउटा कोट पढेको थिएँ यु आर वर्किङ आउट फर योर फ्युचर नट फर टुडे एन्ड टुमोरो एन्ड आई बिलिभ सेम and nowadays as much as possible I'm counting on my exercise every day okay so I suggest you the same especially strength workout हामी चाहिँ strength workoutहरु त्यति गरिरहेको हुँदैन this is as much as important as other wealth भन्दा नि हुन्छ है बिकज स्टडी गर्नुहोस् मैले नि त्यसको बारेमा स्टडी गरेँ तर मैले त पहिलेदेखि पनि गर्थेँ बट इन मिडल I stopped so I started and आजको मेरो वर्कआउट सेसन सकिसकेको छ आई थिङ्क मैले स्क्वाट गरेँ नर्मल स्क्वाट एन्ड लन्च गरेँ त्यस पछाडि आई डोन्ट नो त्यसलाई के भन्छ लेटरल समथिङ के भन्छ एन्ड अनदर इज बेन्च स्क्वाट गरेँ बाई वन लेग के भन्छ वन लेग माथि राखेर यो गर्ने सो
द्याट्स हाउ आई कम्प्लिटेड। अनि मैले एउटा कुरा गरेको छैन, सधैँ म 10 मिनट्स उयो पनि गर्थेँ, कार्डियो पनि गर्थेँ, आज गरिनँ बिकज अलरेडी 10 बजिसक्नु आँटेको जस्तो लाग्यो, खाना खानलाई मन पर्खिराख्नु भएको छ। सो द्याट्स इट। म चाहिँ अब फेरि खाना खानलाई एक काँक्रा टिप्न आएको कि काँक्राको झिलमा, ड्रेस पनि चेन्ज गरेको छुइनँ म तरुण जनेर, बट कस्तो क्राम्प भएको कि टाउकोटी लागेको छ खुट्टा हिँड्दाखेरि। हौ मम्मीले मलाई छिप्पेकै लियो भने मम्मी सेतो कि हरियो? हजुर यहाँ रहेछ कि एउटा छिप्पे। सेतो ल्याउनु, सेतो ल्याउनु। कसरी टिप्ने होला? नाइस काँक्रा राइस रेडी। हरियो खोर्सानी छ भन्नुभयो घरमा? भयो नि, नभए नि एक दुईवटा टिपेर लगाउनु। ए झरी त जान्छ यो कुन खालको कुनै खोर्सानी पनि, टिपिक टिपिक आफै झर्दो रहेछ। ओरिजिनल हो कि डुप्लिकेट हो? कभरे पनि दुई खालको हुन्छ अरे। आज त बिहानै घाम लाग्ला जस्तो छ हौ हाम्रोमा। भाइ छु आज हाम्रो घरमा बाइकको लाइन लागिरहेछ होइन। खाना रेडी, तर मेरो बेलुकाको खोर्सानी थियो रहेछ, केही छैन। अनि मही दही भयो भने झन् राम्रो हुन्छ भन्ने कुरा हो। दही नै नभए नि मही नै भयो नि हुन्थ्यो। तल फ्रिजमा राम्रो गर्छ जे कुरा नि तल मेरो मोछि नि माग्दैन हातले। अकबर इज भेरी गुड। तर यो डुप्लिकेट अकबर हो कि हामी गएर बोल्दाखेरि आधाभन्दा धेरै बिमार भएछ। Fine. This is fine. त्यो यसले गर्दा गार्डले गर्दा आधा लड्छ अनि उठाएँ कल्पमा त घुमाउनेमा लगाएर दियोस् गार्ड लाग्ने सबैभन्दा काम लागिरहेछ। ए हेर्दै छु म अनि पापनसामा कन्फिडेन्स छ होइन, वेटै भए पनि मलाई चाहिँ त्यो उयो हो। यसरी आउँदाखेरि त म अनि उयो गर्न सक्दिनँ नि त, के भन्छ अरे आँट आउँदैन नि त। यसरी अङ्कलले यसरी हुरुरुङ हुरुरुङ अब चाहिँ हामी चाउमिन पकाएर खाने भनेको कि मम्मीको स्पेसल चाउमिन पकाएर खाने। मम्मीको स्पेसल आजभोलि हाम्रो मम्मीले पसल गर्न थाल्नु भएपछि जे कुरा पनि मिठो बनाउनुहुन्छ। स्पेसली जे कुरा भनेको मतलब चाहिँ मोमो चाउमिन थुक्पा। त्यो तपाईँलाई थुक्पा खानु मन लागेको थियो? खानु मन लाग्यो बनाउने। त्यसरी मलाई चाहिँ चाउमिन बनाइदिनु नि तपाईँ थुक्पा खानु। एउटा के बनाउनु है? होइन नि रस बनाउनु तपाईँ।
मही जिन्दाबाद बनाउँदा भइहाल्छ नि चाउमिन रेडी टु इट चाउमिन खानु भइसकेको छ आज तर आजभोलि म लास्टै धेरै खै पकाउनु नि त मजा हाल्नु लास्टै धेरै जङ्क फुड खानु थालेको छु मैले पनि झर्दैन मर्ने छोड्दिनँ नै झरेका तातो रहेछ तपाईँले पकाउनु भएको हो नि त मिठो मिठो भएको छ नि आज तपाईँ मिठो पकाउनुहुन्छ क्या एकदम मिठो पकाएर बनाउने कसरी ग्राहक हुन्छ नमिठो नमिठो भएर खान्छ त खाँदैन त्यही भएर मैले तपाईँलाई पकाउनु भन्नु होइन मैले पकायो भने यस्तो पकाउनु आउँदैन के गर्नु छ रहेछ त नि मैले पकायो भने यस्तो पकाउँदैन गरिस् भने गर्छस् के खै कहिले हो के लाग्छ अरे यहाँ प्याज लाग्छ धेरै कुरा बन्द लाग्छ तर तरिका त हुन्छ नि त धुलो मसला इच्छी लाग्छ अनि त्यो कुराहरू तर म त्यस्तो केही लगाउँदिनँ रहेछ नि होला त्यति हो लाग्छ त्यति हो ओके पानी लाएर पानी लाएर कसले खान्छ मन पानी लाएर यसो त खानै हुँदैन नि त्यसै मात्रै होइन कसै गरी पनि खानु हुँदैन खानु त यो कुरा तर खाएपछि अब ठुलो ठुलोमा खाना पानी लाएर म त यतिकै दिनु तपाईँलाई आधा पानी लगाएर खानु तपाईँलाई ठुलो ग्लास लगाइदिन्छु गिलास नल्याउने म त यतिकै खान्छु हो के को पानी लगाएर खान्छ हौ रेडबुलमा चाहिँ तर मैले अस्ति लगेको त्यो उयो थियो नि एक्सट्रिम थियो नि त्यसमा चाहिँ मैले पानी लगाएर 3 चोटिमा खाएँ कस्तो खानु हर 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 हुन्थ्यो अनि स्वाद पनि त हुँदैन नि त यस्तो चिसो छ कसरी खाने झन् मिठो हुन्छ चिसो मलाई चाहिँ यतिकै मनपर्छ पहिला पहिला त यत्तिकै मन पर्थ्यो अनि राम्रो हुँदैन भन्छ नि राम्रो यो खानु राम्रो होइन नखानु कहिले कहिले धेरै खानु है नखाए पनि त साँच्ची क्या हस् के केमिकल लाग्छ हुन्छ नि त खानु त कहिले कहिले खानुपर्छ खाँदै नखाने तर यसरी खानु मन लाग्दाखेरिमा कोही बेला मात्रै क्या महिनामा 1 चोटि 2 चोटि छिटो खायो हप्तामा नत्र पर्सि आफ्नै स्वास्थ्यको नाश आफ्नै खर्च आफ्नै पैसा होइन म पहिला खाँदिनँ थियो कि ताप्लेजुङमा गएर बानी पऱ्यो क्या साथीले बिगार्छ नि त बिगारेको त होइन अब त्यहाँ खानु मिल्नै पर्यो खानै पर्यो मैले चिज सक्ने अहिले खुवाउनु पर्छ भने डाइरेक्ट भन्छ फ्याङ्की भन्छ हो खर्च गर्नुपर्छ भनेर नखाएको अहिले खाएपछि अरूलाई पनि खुवाउनुपर्छ भनिहाल्छ नि मान्छे त हो काटिहाल्छ काट्नुभन्दा पनि डाइरेक्टै भन्छ किन्नुपर्छ भनेर हो किन्नु पर्दैन भन्छ अनि लाज हुँदैन बस भन्दा बसेन भने अहिले खर्च गर्नु भने गएको भन्छ खुवाउनुपर्छ मान्छेलाई भनेर मान्छेहरू यस्तो पापी हुँदो रहेछन् भन्छ क्या प्राय कसैले त कि त्यहाँ सुन्दा सुन्दा अरूले भनिरहेको सुनिन्छ अनि सुनेकै कुरा हो क्या कति त होइन कोही कोही मान्छे हुन्छ जस्तो तर त्यो मान्छेले के भन्छ भन्नेसँग पनि त्यति धेरै सरकार हुँदैन तर त्यो कुनै ठाउँ बाध्यले खानै पर्यो नि त त्यसले गर्दा भानु पर्यो पहिला नखाँदाखेरि मस्त हुन्थ्यो खान थालेपछि माथि त्यहाँ म्याडमकोमा त्यो एकजना सरकोमा छ भने लिएर आधा केजी ल्याएर मैले 3-4 आज बाँकी राखेको छु कति हो पैसा तिर्नु बाँकी छ टमाटर 75 रुपियाँको आधी केजी ल्याएको हिजो अब यो मकै लगेर उसिनेर खाने हो आज यसपालि घरमा मकै उसिनेर खाएको छैन
यहाँनिर खोर्सानी छौ खोर्सानी पाक्न आँटेको रहेछ टिपुन् न यो पनि घरमा बहुतै कुराहरू छ टिप्नको लागि नि भनेर दिएको कागज थियो धेरै काम लाग्यो त्यो पर पसलको भेटेको भोलि आएर भिजाएर चाहिँ कसरी गर्नुहुन्छ चलो जाउँ अब खोर्सानी टिप्नु पर्यो भनेको कि उता लाउनुलाई बट खोर्सानी अँधेरो भएर देखिँदैन समस्या चाहिँ त्यहाँ छ ओके यस्तो छ जतिवटा देख्छु त्यतिवटा चाहिँ टिप्नु पर्यो कि खोर्सानी अनि हामीले खानु भन्नु छ त मलाई चाहिँ साह्रै मन पर्थ्यो तर अस्ति मैले धेरै खाएर कि किन यो पनि लानु पर्छ के छ धेरै चाहिँ मटेको यति हो अर्कोचोटि मम्मीले खानु मलाई स्योर सङ्ग्रहले भारी पुगिसक्यो अब त के प्लिज ल काँक्रा हो मैले लाने यति साह्रो बिरामी हुन्जेलसम्म चाहिँ काम नगरौँ होइन मम्मीको हात पर्खिहरू यहाँ देखाइदिनु म मेरो अनप्याकिङ यसो गर्नु पऱ्यो यसरी तेर्सो पार यसरी गर्नु है मेरो चाहिँ अब भोलि बिहानै जानको लागि अनप्याकिङ भइसक्यो भुजा अनप्याकिङ र प्याकिङ भइसक्यो सरी मनपर्ने पिरो चाउचाउ यहाँ तिते भी छ अनि अलिकति भयो भने 2 पटक पुग्छ मलाई सिकुटी ताको सिकुटी त्यस पछाडि अर्को के छ मसँग किनकि त हुनु पनि कहाँ पुग्यो हौ गुन्द्रुक अहिले चामल हुँदै लाग्यो अनि यहाँ छ गुन्द्रुक यो फुटेको धान हो यति भइसकेपछि चामल हो न धान फुटेको चामल ल फुटेको चामल यो खाजा त्यो चाहिँ यी राख्ने थोरै मात्रै लगेको यो अरू बेला आउँदा खाने पछि पछाडि भिर्नेमा लाउने नै यो पछाडि बाँध्ने हो भिर्नेमा कहिले त खुस्किन्छ है होइन राम्रोसँग बाँध्नुपर्छ तर यो मेरो चिप्लो छ कि तेरो भिर्नेमा नअर्ने पछाडि यति मात्रै माग्छु त मम्मी नि डल्ले बाँध्ने एउटा बोरामा बेर झोला मात्रै नगर बोरामा यो बोरा सानो बोरामा कसरी हो बोल्नु बोरामै पोकाल्ने ट्याप्प बाँध्ने यसले हानेर अनि मसँग त्यो बाँध्नेको त्यो बाँध्छु क्या तर हो नि बाइकमा त कतिको मान्छेको बाँधेर हिँड्दा खुस्किरो थाहा हुन्छ नि त हान्ने हो झरेको थाहा हुन्छ स्पिड कुद्नेहरूको थाहा हुँदैन कि हामी बिस्तारै कुद्नेको थाहा हुन्छ डन्ट वरी आमा छोरीको डिनर आज सादा मैले बिहान गएँ खाना भन्दाखेरि डिनर भनेको बेलुकाको खाना हो क्या खाना नै हो तर यो बेला खाना मकै उसिनेर अग्लिएको मेरो चाउचाउ पकाऊँ खोलेको त छैन क्या यो चाउचाउ आज टेस्ट गरेको खासमा हामीले प्लेन खाने भनेको खानु हुने नखानु भयो फाल्दिनँ तर यो चाउचाउ मम्मीको पसलमा नयाँ आएको रे कि त्यही भएर पहिला चाहिँ यो आउँथ्यो मलाई यो एकदमै मिठो लाग्थ्यो यसको मसला एन्ड यो नयाँ आएको चाहिँ कस्तो रहेछ टेस्ट गरौँ न
मनले छ भने यही नै ल्याउँछु भन्नुभयो द्याट्स वाइ लास्टमा जङ्क फुडमा फेरि पनि आइपुग्यो त्यो पनि मिठै रहेछ मैले भर्खरै खाएँ कि मम्मीले धुरै हालेको मसला धेरै भयो अन्त आमा राखेको समोसा छ भने अलिक पिरोहरू खाने भोलि छिरिक छिरिक दुख्छ हाम्रो बत्ती छैन भनेर बत्ती चाहिँ छ जस्तो रहेछ न छ मधुरै देखेको तपाईँले तर ठिकै छ यो मकैमा सानो भएकोमा के भयो अरे आँखा आँखा पोल्छ त मेरो अनि तपाईँहरू त अनि राम्रो हस्पिटलमा गएको त कसरी पो आँखा पोल्यो हो हजुर त्यसो त भन्न नपाइने भनेको म अस्ति अस्तिमा कहाँ हस्पिटल तपाईँ अस्ति गएको होइन गयो देखाएको होइन अस्तिदेखि आँखा पोल्नु थालेछ क्या त्यो अलिक उसमा पसलमा पिरो सधैँ खाइन्छ नि त अलिअलि खाजा साजा प्याज स्याज पिरोले गर्दा मलाई प्याज खायो भने आँखा दुखेर हुन्छ है प्याज अलिक तरकारी घरमा लगाएर खायो भने मलाई त्यो नखाएँ अलिकति प्याज बढी लगाएर खानु मलाई आँखा तर यतिको मकै ठिकै लाग्यो मलाई यसपालि घरको मकै उसिनेर खाएको कतिचोटि जनलाई देखाउनलाई कल गरेको किन तपाईँ नखानु अब पिरो चाउचा हो त हल्का त पिरो त हुन्छ नि अर्को सुप थिएन त म चाहिँ मम्मीलाई फेरि रम्बा चाउचा उसिनिदिनु पऱ्यो पिरो भयो अरे यो चाउचाउ रम्बा खानु नि कि वाइ वाइ खानु भने अलिक वाइ वाइ नै मिठो होला हौ रम्बा त काँचो खानु मात्रै मिठो हुन्छ I'm already now. Apa sih? Apa sih? Ini